वेलकम टु माई न्यू ब्लग। आज चाहिँ शिवरात्रि, सबैलाई ह्याप्पी शिवरात्रि। हामी चाहिँ आज शिवरात्रिको बेला दुर्गाघाट घुम्न जान्छौँ। केटाहरू आइसकेको छ। अब चाहिँ हामी 3 जना यहाँबाट, अरू केटाहरू माथि आउँदैछ, बाटामा पुरिरहेछ। त्यो माथि गएर भेट भएर सबैजना टक्क रमाइलो हान्दै दुर्गाघाटको मेला हेर्न जानुपर्ने छ होइन। हाम्रो गाडीहरू रेडी छ आज। 3 जना चाहिँ हामी यहाँ रेडी भइसक्यो, बाँकी 6-7 जना चाहिँ माथि आउँदैछ। आजको कन्टिन्यू शिवरात्रि चाहिँ ह्याप्पी बनाउनु पर्छ। हामी पनि र तपाईँहरू पनि हेर्ने सबैजना सम्पूर्णले ह्याप्पी शिवरात्रि भन्न चाहन्छु। ल केटा है त्यता हेर होला आज बढी रमाइलो हुन्छ। हाम्रो उता बुलेट राजा भस्मे डाउन आइसक्नु भएको छ। यहाँनिर कडा हुन्छ केटा। मोडिफिकेसन गर्न पर्यो भने मलाई सम्झिन्छ होइन। पठाको व्यवस्था चाहियो छ नि हाम्रो दिन सर हुनुहुन्छ डेलिभरी साइड डेलिभरी गर्नलाई। ओयोको मालिक इन्डियामा ओयोहरू चलाउँछन्, यहाँ यिनले चलाउँछन्। अलि ठुल्ठुलो डिलसिल हान्न पर्यो भने उहाँलाई सम्झिन्छ। के हो केटाहरू? तर गिराउन चाहिँ के को लागि बनायो क्या यहाँ दामी? त्यही राष्ट्रपति उसको मेयर कप त्यही अस्ति भन्थे। हेलमेट चाहिँ होइन, ट्राफिक रुल चाहिँ के हो यार भाइ? यार यस्तो गर्न भएन नि। हाम्रो लागि ट्राफिक रुल लाग्दैन नि भाइ। के हो तिमीहरूलाई? हामीले एक कल पुग्छ क्या हाम्रो। मालूम है तेरे बाप को मत सिखा चल। केटाहरू जे होस् हाम्रो गाउँको चाहिँ डनहरू हुन् नि दुइटा। एकदम फिट्न छ भने होइन, कसैलाई केही हेल्प छ भने हामीलाई सम्पर्क गर्दा हुन्छ। सट्टीमा सम्पर्क गर्ने, फेरि हामी सट्टीमा काम निकालिदिन्छ फेरि। फाइनल्ली केटाहरूले चाहिँ खोला हाल्यो। ठिकै सकेन। हामी चाहिँ फिल्डमा निस्किनु हो। म चाहिँ काम हुँदैछ पुरा। Wow, nice shot. देखाइदियो न एकचोटि। यो Control. तुम तो बड़े हैवी ड्राइवर हो भाई।
भोसड़ी के वरना तेरे को डर नहीं लगता यो भ्लगको नाम चाहिँ सागर विश्वकर्मा छ, सबैजनाले गरेर सब्स्क्राइब गरिदिनु होला है। त्यहाँको माया सपोर्ट भन्ने कुरा सबै देखाउनु पर्यो झट्ट गइरहेछ गएर अबे जल्दी बोल कल सुबह पनवेल निकलना है इन्जिन सिन्जिन तताएर ब्रेक सेरेक सकाएर टायरहरू खियाएर रेडी अवस्थामा छन् बाइकबाट हिँड्यो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ यो चाहिँ हाम्रो विशालजीको मोडिफिकेसन भएको गाडी सुमनजीको कडा उहिले जाँदैछ फेरि अहिले फेरि पुनः फेरि फर्किने बेला चाहिँ एक बेला फेरि गएर चट्ट पर फर्किनु पर्ने हुन्छ हाम्रो विष्णु सरको हाम्रो टिमको चाहिँ एकजना मेम्बर गाडी चाहिँ पङ्चर भएर हामी गाडीको चाक फुट्यो। बड़ा हरामी हो बेटा गाडीको टायर चाहिँ पङ्चर भएर सरलाई बनाउनु जानुभयो अहिले आउनु त भेट हुन्छ हाम्रो अहिले चाहिँ हामी यहाँदेखि जान्छौँ सर र त्यहाँसम्म त्यहाँदेखि चाहिँ अरू बाँकी कुराहरू चाहिँ त्यति गरेर हेरिन्छ हामीले त्यही गरेर आज शिवरात्रि हो नि शिवरात्रि हो नि अरे कहना क्या चाहते हो जय शम्भु 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 ल टाइम लगाइदिए मैले पहिले फुल दिन्छु भनेको त उल्टो उल्टे दिएर पोथी लिएर दिने हो भाइ फुल अरूको गीतहरू युज गरेर आफ्नो प्रमोसन गरेको भन्ने हुन्छ क्या केटाहरू चाहिँ हाम्रो विष्णु सरको बाइक पङ्चर भएर बाइक बनाउन जानुभयो हो बाइक बनाएर आउँदै हुनुहुन्छ हामी त्यसै कारणले एकछिन पर्खिँदैछौँ केटाहरू जे होस् टिकटकहरू बनाउँदै रमाइलो गर्दै एकछिन होइन हाँसी ठट्टा गर्दै हल्ला गर्दै जे होस् बाटो हिँड्ने मान्छेहरूलाई चाहिँ जिस्काइदिने केटाहरू खत्तम छ हाम्रो केटाहरू संस्कारी भनेस् त कोही पनि छैन आयो गजब बेइज्जती है 50 रुपियाँ ल्याएर यस्तो 50 रुपियाँ ल्याएर बाटामा पैसा उडाएको नि पैसा लैदियो पैसा उडायो जस केटाहरूले रमाइलो चाहिँ गर्छ केटाहरूसित हिँड्नुको फाइदा यो क्या कुराहरू भर्खर सुरु गरेको त्यही कारणले अब केटाहरू चाहिँ हाम्रो दिनसार आउने बित्तिकै हामी चाहिँ टक्क उहाँ आए जस्तो छ पारी अब आउने बित्तिकै हामी चाहिँ माथि मेला हेर्न जान्छौँ बाँकी भिडियो चाहिँ मेलामा हजुर नमस्कार कोसित कराइरहने यहाँ गएर भनेको त हाम्रो फिरोजजी हाम्रो मित्र प्यारो दाजु सिद्धिकाको हाम्रो फिरोज दाईसँग हाम्रो फाइनली भेट भइसक्यो अब चाहिँ त्यो सुमनको र फिरोज दाजुको खडा डिल हुँदैछ खै के को डिल हो जसमा पुरानो खुनखार पार्टनर हुनुहुन्छ जस हाम्रो दाई के छ खबर ठिक छ नि ल अब चाहिँ हामी चाहिँ हेर्न जानुपर्ने हुन्छ फाइनली हाम्रो अमृत दाईलाई पनि भेटियो आज
हामी फाइनली माथि मन्दिरमा निस्केछौँ यहाँबाट। म त एउटै केटी माथि गयो मको चाहिँ गर्लफ्रेन्ड छ कसरी थाहा होला मलाई गयो ल ठ्याक्कै हेर्नु मिल्दैन होइन। मन्दिरको लागि बाटो यहाँदेखि सर मन्दिर माथि हुँदै यहाँ चाहिँ भिडियो गरेर देखाउँछौँ। अहिले चाहिँ सिँढी निस्किँदै माथि गएर मन्दिर आएर गरौँ अनि सिँढीको पनि थोरै सिँढी चाहिँ उकालो भएको कारण निस्किन चाहिँ गाह्रो गाह्रो महसुस भइरहेको छ। त्यो चाहिँ बवाल रहेछ यहाँनिर। ठाउँ चाहिँ भित्र चाहिँ यति ठुलो रहेछ। यहाँनिर चमराहरू टक्क चमराहरूको वासस्थान बसिरहेको रहेछ। यतातिर चाहिँ यहाँदेखि उता भित्र चाहिँ एउटा शिवलिङ्ग रहेछ। यहाँनिर चाहिँ भिडियो गर्न पाइन्न। यहाँदेखि अगाडि अन्त भन्नुभएको सामने यहाँको मन्दिर हो कि गुफा व्यवस्थापनको मान्छेले। अनि हाम्रो अगाडि चाहिँ यो यस्तो रहेछ भित्र। म चाहिँ पहिलोचोटि आएको यहाँ दर्शन आइरहेको थिइनँ म यहाँ। ल हाम्रो भिडियो चाहिँ थियो यहाँ आजको लागि। यहाँदेखि बाहिर गएर बाँकी भिडियो चाहिँ बाहिर गर्ने फोटो होइन क्या, फोटो होइन भिडियो। त्यो चाहिँ मन्दिर भिड चाहिँ डह्रो छ। निस्किनु निस्किनु प्रसाद लिन्छ त। प्रसाद फाइनल्ली प्रसाद चाहिँ यहाँदेखि प्रसाद पाउने ठाउँ यहाँ चाहिँ कडा प्रसाद बन्दै रहेछ। फाइनल प्रसाद चाहिँ ल्याइसक्यो। शिवजीको प्रसाद होइन, शिवको प्रसाद होइन हो ठ्याक्कै यहाँ आउँदैन आउनु पर्यो। ठ्याक्कै उहाँसित सम्पर्क गऱ्यो भने त प्रसादको लागि उहाँ हुनुहुन्छ। अलिअलि मिसाए जस्तो मलाई महसुस भइसकेछ। टेस्ट चाहिँ हल्का हल्का गन्ध आइरहेछ। हामी चाहिँ माथि गएर मन्दिरहरू सबै कुरा घुमेर त्यहाँनिरको सबै कुराहरू हेरेर आइसक्यौँ। तल केटाहरूले खै के को पर्ची लिएर हिँडिरहेको छ बाटोमा। तल सांस्कृतिक कार्यक्रम राखेको रहेछ। सांस्कृतिक कार्यक्रम हेर्न जाँदैछौँ। हिँडिरहेको छ वहीँसम्म नाचिरहेको थियो पुरै। अहिले चाहिँ सर आनन्द हिँडिरहेको छ। मतलबै छैन केही पनि।